सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, राजनीतिमा धेरै आरोपहरू लाग्ने गर्छन् र ती आरोपहरूलाई हामीले स्पष्ट पार्दै क्लियर गर्दै जानुपर्छ। त्यसको प्रतिवाद भन्नु पर्ला गर्दै जानुपर्छ। अहिले के अलिअलि त्यहाँनिर मैले चाहिँ नि सामाजिक सञ्जालमा सुनिरहेको कुरा बुझिरहेको कुरा के छु भने, अब हर्क साम्पाङको पार्टीलाई हर्क साम्पाङलाई उपसभामुख दियो। उपसभामुख दिएपछि अब यसले बोल्दैन भन्ने कुरा चाहिँ तपाईँको चाहिँ के अरे मैले त्यहाँ सुनिरहेको छु। कतिले छेपारो भन्दै गरेको पनि सुनिरहेको थिएँ। यो विषयमा मैले केही स्पष्ट पार्नुपर्छ र मैले यहाँहरूलाई केही जानकारी दिनुपर्छ। सबैभन्दा पहिला उपसभामुख भन्ने पद त्यो चाहिँ पार्टीको होइन, त्यो मेरो होइन, मेरो पार्टीको होइन। त्यो पद भन्ने बित्तिकै त्यो चाहिँ तपाईँको एउटा संवैधानिक होइन परिषद अन्तर्गतको एउटा पद हो, जुन चाहिँ साझा हुन्छ। यो देश सबैको हुन्छ है। त्यो एमालेको पनि हो, कङ्ग्रेसको पनि हो, नेकपाको पनि हो होइन, राप्रपाको पनि हो, रासपाको पनि हो, लगायत सबैजना जो जति चाहिँ नि होइन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्न उहाँहरूको पनि हो है। सयौँको सङ्ख्यामा दलहरू छ, त्यो सबैको साझा हो क्या। त्यो सार्वजनिक पद हो। सार्वजनिक पदमा चाहिँ नि हाम्रो सांसद माननीय रुबी कुमारी ज्यूलाई हामीले तपाईँको चाहिँ के अरे उम्मेदवारी दिलाएर अगाडि बढायौँ, जसमा रासपा लगायतका दलहरूले सहयोग गर्नुभयो। यसमा ठुलो कुरो केही पनि छैन। हेर्नुहोस्, अब सबैभन्दा ठुलो दल रासपा छ संसदमा होइन। अब त्यो दलबाट सभामुख आइहाल्यो। सभामुख आइसकेपछि फेरि उपसभामुख पनि त्यही दलले अगाडि सार्न आफ्नो उम्मेदवार अगाडि बढाउनु नपाउने व्यवस्था छ। त्यसो भएको कारणले प्रतिपक्ष दलहरूबाट होइन, प्रतिपक्ष पुराना दल नयाँ दल जे जति हामी छौँ त्यहाँबाट चाहिँ कोही न कोही के अरे जानुपर्ने स्थिति हो। त्यसो हुँदाखेरि प्रतिपक्ष दलहरूमध्येको हामी पनि एकजना के अरे एउटा दल हो भनेर हामीले चाहिँ नि आफ्नो अस्तित्व त्यहाँ जाहेर गरे हो। हाम्रो आफ्नो उपस्थिति त्यहाँ राखेको र विधिले, व्यवस्थाले, लोकतन्त्रले दिएको अधिकार हामीले प्रयोग गरे हौँ। त्यसो हुँदाखेरि अब हामीले सारेको उम्मेदवारलाई मन पराउनु भयो, उहाँहरूले साथ सहयोग गर्ने भन्ने निर्णय गर्नुभयो। त्यसमा मेरो गल्ती के छ, हाम्रो गल्ती के छ र? तर यहाँ चाहिँ के भन्नु खोजिएको जस्तो देखियो भन्दाखेरि, अब उपसभामुख चाहिँ नि दियो। उपसभामुख दिएपछि अब चाहिँ नि यस्तो हो उस्तो हो भनेर चाहिँ भन्नुभएको छ। यहाँ केही तपाईँको चाहिँ नि मन नपराउने, हामीलाई मन नपराउने, मलाई मन नपराउने, माटोको अभियानलाई मन नपराउने, श्रमदानको अभियानलाई मन नपराउने, यो देश बचाउने र बनाउने अभियानलाई मन नपराउने होइन, यावत मान्छेहरूले चाहिँ तपाईँको चाहिँ के अरे त्यो खालको आरोप लगाइरहेको मैले यहाँ देखेँ। म यहाँ सबैजनालाई भन्न चाहन्छु, त्यस्तो स्थिति होइन। हामी एउटा दरिलो मुखर प्रतिपक्षको रूपमा हिजो पनि थियौँ, आज पनि छौँ, सदा रहिरहन्छौँ। त्यो चिज हो। अब यहाँ यस्तो दियो उस्तो दियो, ललिपप दिएर फकायो भन्ने कुराहरू आइरहेको छ, त्यो चिज होइन। हेर्नुहोस्, त्यस्तो चिज हुँदै होइन। यो देशको स्वाधीनताको पक्षमा, देशको सीमा रक्षाको पक्षमा, यो देशको आर्थिक उन्नतिको पक्षमा, यो देशको भ्रष्टाचार, अन्याय, अत्याचार, गुन्डागर्दी र चाहिँ तपाईँको विभिन्न खालका चाहिँ अराजक गतिविधिको विपक्षमा हामी सधैँभरि थियौँ, सधैँभरि छौँ र सधैँभरि रहि नै रहन्छौँ। अब संसदमा गएर बोल्ने तरिका फरक हुन्छ। हेर्नुहोस्, संसदमा गएर तपाईँको चाहिँ त्यो नारा जुलुस गर्ने हिसाबले हामी त्यहाँ प्रस्तुत हुँदैनौँ। त्यो संसदको एउटा मर्यादा हुन्छ। त्यो मर्यादाभित्र हामी तपाईँको चाहिँ के अरे आफ्नो भूमिकालाई पोख्त र परिपक्व तरिकाबाट हामीले चाहिँ नि निभाउने नै छौँ। देश र जनताको हितमा, देश र जनताको पक्षमा, देश र जनताको विपक्षमा हामी त्यहाँनिर सोच्दैनौँ पनि, बोल्दैनौँ पनि। कार्य गर्ने पाइला चाल्ने त धेरै परको कुरा हो। यी कुराहरू सारा कुराहरू छन्। सबैजनालाई यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु होइन। त्यो उपसभामुख भनेको तपाईँको चाहिँ के अरे कोही न कोही हुनुपर्ने थियो होइन। कि त एमालेबाट हुनुपर्ने थियो, कि त कङ्ग्रेसबाट हुनुपर्ने थियो, कि त तपाईँको राप्रपाबाट हुनुपर्ने थियो, कि त तपाईँको चाहिँ नि होइन नेकपाबाट हुनुपर्ने थियो, कोही न कोही, कि त श्रम संस्कृतिबाट हुनुपर्ने थियो। त्यसमा श्रम संस्कृतिबाट भयो, त्यसमा के आपत्ति थियो त्यत्रो
होइन, ईर्ष्या गर्नुपर्ने स्थिति पनि होइन, डाहा गर्नुपर्ने स्थिति पनि होइन, हामीले ठुलो कुरा पायौँ भन्ने स्थिति पनि होइन। के पायौँ र हामीले? होइन, प्रक्रियामा छिरियो, एउटा सांसद गुमाइयो। त्यो सांसद चाहिँ हामीले पार्टीले गुमायो, देशले पायो। होइन, हाम्रो सांसद एकजना चाहिँ रुबी कुमारीज्यू हामीले गुमायौँ, तर कसले पायो त त्यो भन्दाखेरि त्यो चाहिँ राज्यले पायो, देशले पायो, संवैधानिक परिषदले पायो। यो चिज हो, यसरी बुझ्नु पर्यो। अब सरकारको विरोध गर्दैन यसले, यो त्यो सरकारको नराम्रो कामको विरोध हामी गर्छौँ है, गर्छौँ, तर विरोधै मात्रै गर्दै त बस्दैनौँ। जस्तै विरोधै मात्रै गर्ने मान्छेले जस्तै म पुल बनाउँदैछु, पुलमा त विरोध गरेको छ, फुल रोप्छु, फुलको विरोध, त्यो स्थिति चाहिँ होइन। श्रम संस्कृति त्यस्तो चाहिँ होइन। श्रम संस्कृतिले गलत कुराहरू गरेको छ भने सरकारले हामी खबरदारी गर्छौँ। होइन, विरोध गर्नु पर्दाखेरि विरोध पनि मुखर ढङ्गबाट हाम्रो हुन्छ नै, म त्यो भन्न चाहन्छु है। तर एउटा विधिवत हिसाबबाट हामी जान्छौँ है, विधिवत हिसाबबाट हामी जान्छौँ। तपाईँको चाहिँ हामीले एउटा संस्कार पनि सिकाउनका लागि आएका हौँ है। एउटा एकल अभियन्ताको रूपमा आन्दोलनबाट जन्मिएको मान्छे हो नि अर्को जन्मनु त, तर आन्दोलनबाट जन्मेको भन्दैमा सदनमा पनि त्यही हिसाबले चाहिँ हामी प्रस्तुत होइन। अब हुनै पर्ने बाध्यता भन्दा हुनु पनि पर्ला, तर सामान्य ढङ्गबाट चाहिँ हामी अगाडि बढ्नुपर्छ। त्यो एउटा मर्यादा हुन्छ, एउटा सिस्टम हुन्छ, ती कुराहरूलाई र आफूले मर्यादा पालन गर्दै अरूलाई पनि मर्यादा पालन गराउनका लागि श्रम संस्कृति चाहिँ संसदमा छ होइन। संसदमा चाहिँ नै संसदको पहिलो बैठक नभइकन प्रधानमन्त्रीले बोलाएको बैठकमा होइन हामी गएनौँ, किन नगएको भनेर कराउने थुप्रै होइन। यी कुराहरू छन्। अब धेरै कुराहरू छन् बुझ्नुपर्ने कुराहरू। अब संसदको बैठकै बोलाएको छैन, कसरी हामी चाहिँ नि उहाँले जता बोलायो त्यता जाने त होइन नि त भन्ने हिसाबले हामीले चाहिँ एउटा उडान लिएका थियौँ। संसदको बैठक भयो, त्यस पछाडि हाम्रो भेट भयो होइन। विकासका कुराहरू, योजनाका कुराहरू, यी कुराहरूमा तपाईँको चाहिँ सरकारले सहयोग गर्नुपर्छ, गर्नुभएको छ होइन, गर्नै नै पर्छ पनि। यो मेरो मात्रै हो, मेरो दलले जितेकोमा मात्रै हो, मेरो सांसद भएकोमा मात्रै हो भनेर पैसा खनाउने कुरो पनि आउँदैन। सरकारको चाहिँ प्रायोरिटीहरू हुन्छ, ती प्रायोरिटीमा चाहिँ जानुपर्छ। त्यो प्रायोरिटी सेट गर्दाखेरि हाम्रो पनि सल्लाह लिनुपर्छ। हामी बारम्बार भनिरहेका छौँ, फेरि पनि भन्छु म होइन। विदेशी ऋण तपाईँको 28 अर्ब लिन खोजेको छ, त्यसको विरुद्धमा हामी छौँ, अझै पनि छौँ है। हिजो मात्रै तपाईँको चाहिँ मैले एउटा म्यासेज लेखेको छु होइन, खुल्ला तपाईँको चाहिँ एउटा रिक्वेस्ट गरेको छु। प्रधानमन्त्रीज्यू चाहिँ भारत भ्रमणमा जाँदाखेरि महाकालीमा तपाईँको चाहिँ होइन दुई राज्य बिचको, दुई देश बिचको चाहिँ सहमतिमा हो या असहमतिमा हो, उता पहाडीपट्टि तपाईँको तटबन्धन कसिँदैछ, जसले गर्दाखेरि वारीपट्टि हान्छ, त्यस्तो गतिविधिलाई रोक्नुपर्छ भनेर मैले उहाँलाई चाहिँ सार्वजनिक होइन तपाईँको आग्रह गरेको छु। यी कुराहरू खबरदारी। अब सम्पत्तिको कुराहरू आएको छ, सम्पत्ति उहाँहरूले चाहिँ सार्वजनिक गर्नुभयो, एकदम राम्रो गर्नुभयो म त भन्छु, तर त्यो सम्पत्तिको स्रोत पनि उहाँहरूले राख्नुपर्छ भनेर मैले भनिरहेको छु। अब यसलाई विरोध भन्ने या खबरदारी भन्ने या विधिको तपाईँको चाहिँ माग भन्ने के भन्ने? 23 गतेको घटना जुन भयो जेएनजी आन्दोलनको, त्यसको चाहिँ दोषीलाई तपाईँको चाहिँ विधि पुऱ्याएर समाउनु पर्ने थियो, विधि पुगेन, त्यसले गर्दाखेरि छोडिन्छ है भनेको थियो, त्यस्तै भयो। 24 गतेको घटना के हो त्यो छानबिन गरिनुपर्छ भनेर मैले टेबल गरेको छु मेरो एजेन्डालाई। यी कुराहरू तपाईँको चाहिँ के अरे हामीले बुझ्नु जरुरी छ। अब यहाँ आएर चाहिँ फेरि के हो त भन्दाखेरि छेपाहरू हिजो एउटा बोल्यो, आज अर्को बोल्यो। मैले भन्दैछु त भूमिका हाम्रो फरक छ होइन। एउटा अभियन्ता भइरहँदाखेरि, एउटा चुनावमा प्रचारको कुरा गर्दाखेरि होइन, त्यहाँ तपाईँको चाहिँ आम सभामा बोल्ने शैली, त्यो आम सभामा बोल्ने शैली तपाईँको सदनमा त्यो तरिकाले हामीले प्रस्तुत भयो त त्यहाँ त तपाईँको बसिसक्ने स्थिति त हुँदैन। सारा संसारले हामीलाई के खालको सांसदहरू चुनेर पठाएछ भन्ने खालको कुरा पनि हुन्छ होला। अब अस्ति उपसभामुखको तपाईँको चाहिँ चयन हुँदै गर्दा ज्ञानेन्द्र शाहीज्यूले जे भन्नुभयो होइन, हाम्रो माननीय ज्ञानेन्द्र शाहीज्यूले के भन्नुभयो भन्दाखेरि अब विदेशी र के जति भन्नुभयो। अब उहाँको आफ्नो चाहिँ नि उम्मेदवारलाई होइन अरूले सघाइदिएको भए सबै स्वदेशी, नसघाइदिइसकेपछि अरूलाई विदेशी भन्ने कुरा त भएन। यी कुराहरू तपाईँको चाहिँ के हो त भन्दाखेरि अलिक विधिवत हिसाबबाट त्यहाँ पछि मर्यादित भएर त्यहाँभित्र हामीले होइन बोल्नुपर्छ भन्ने कुराहरू हो। र जे शब्द हामीले चाहिँ के अरे होइन संसदमा एउटा मर्यादित भएर एउटा चाहिँ दलको नेताको रूपमा हामीले जसरी प्रस्तुत गर्नुपर्ने हो त्यसरी प्रस्तुत गर्नुपर्छ।
त्यसलाई जथाभावी तरिकाबाट चाहिँ नि होइन अतिरञ्जित तरिकाबाट होइन अराजक शैलीमा हामीले चाहिँ के अरे कुनै पनि विषयलाई राख्नु हुँदैन भनेर चाहिँ एउटा थिति बसाउनका लागि पनि श्रम संस्कृति हामी त्यहाँ छौँ, अर्को साम्पाङ त्यहाँ छ। म यो पनि बुझ्नका लागि सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यो चिज हो, हामी हाम्रो मुद्दामा होइन हाम्रो मुद्दामा हामी सधैँभरि अडिग रहन्छौँ। हामी के का लागि त्यहाँ गएको होइन, हाम्रो आफ्नो मनको गीत गाउनलाई गएको होइन नि त। तर ती सारा परिवेशहरूलाई बुझ्नुपर्छ, तपाईँको चाहिँ सारा वातावरणहरूलाई बुझ्नुपर्छ। यी सारा कुरालाई बुझेर हामी तपाईँको चाहिँ के अरे जाने हो। वी आर द पार्ट्स अफ द सेम सिस्टम भन्छु म होइन। जुनसुकै पार्टी होस् हामी एउटै सिस्टमको तपाईँको के हो त भन्दाखेरि होइन एउटा अंशको रूपमा हामीले त्यहाँनिर आफूलाई प्रस्तुत गर्नुपर्छ, काम गर्नुपर्छ। त्यो चिज हो। एउटा मोटरसाइकलकै कुरा गर्दा पनि मोटरसाइकलमा एक्सेलरेटर र तपाईँको चाहिँ गियर मात्रै त हुँदैन, त्यहाँ त ब्रेक पनि हुन्छ। त्यो ब्रेकिङ मेकानिजमको रूपमा प्रतिपक्ष त्यहाँ रहन्छ। सरकार अनियन्त्रित भएर अगाडि बढ्न खोज्यो भने हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर त्यहाँनिर उहाँहरूलाई भन्नुपर्छ, खबरदारी गर्नै पर्छ। किनभने सरकार फेल हुनु भनेको देश फेल हुनु हो, देश फेल हुनु भनेको म पनि फेल हुनु हो, तपाईँ पनि फेल हुनु हो। मेरो विरुद्धमा तपाईँको चाहिँ नि होइन बिहानदेखि बेलुकैसम्म गाली ओकलेर बस्ने साथीहरू तपाईँहरू पनि फेल हुनु हो, तपाईँको छोराछोरी पनि फेल हुनु हो, देशै फेल हुनु हो। सरकार भनेको त तपाईँको राज्यको अभिकर्ता हो होइन, देशको अभिकर्ता हो। अनि देशको अभिकर्ता देशको गार्जियन होइन नै फेल हुनु भनेको त हामी सबै फेल हुनु हो। त्यसो भएको कारणले सरकारलाई फेल हुन नदिनका लागि हामीले रचनात्मक ढङ्गबाट होइन समर्थन गरिरहेका हुन्छौँ। समर्थन गर्दै प्रश्न गरिरहेका हुन्छौँ, प्रश्नसहितको समर्थन गरिरहेका हुन्छौँ, खबरदारी गरिरहेका हुन्छौँ। र अनावश्यक कुराहरू तपाईँको चाहिँ के अरे ल्याउँछन् भने त्यसको विरोध पनि गरिरहेका हुन्छौँ। यो विषय हो। म यसरी बुझ्नका लागि सम्पूर्ण फेसबुक मार्फत हामीलाई हेर्नुहुने भनौँ न सोसल साइट मार्फत हेर्नुहुने सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। यहाँहरू सबैको जय होस्। भोलिदेखि 83 साल लागिरहेको अवस्था छ। यहाँहरू सबैजनालाई आउने तपाईँको चाहिँ के अरे यो नयाँ वर्ष भनिन्छ के अरे नयाँ वर्षको हार्दिक शुभकामना पनि छ। वर्ष मात्रै नयाँ भएर हुँदैन, सोच विचारमा नयाँपन आओस्, हाम्रो बोली व्यवहार आचरण र हरेक कुरामा चाहिँ नयाँपन आओस्, सकारात्मक हिसाबको नयाँपन आओस्। फेरि होइन नकारात्मक हिसाबको नयाँपन आएर विकास हुँदैन। यो कामना गर्न चाहन्छु। शुभ दिन सहित नमस्ते गरेँ। जय होस्।